लास्टमा भिटेन कुरा गर्दा चाहिँ सायद अहिलेसम्ममा होइन भिटेन इज द ओन्ली वान ऱ्यापर जसले चाहिँ आफ्नो हेटर्सहरूलाई पनि फ्यान बनायो क्या। केही वर्ष अगाडि भिटेनलाई हेर्ने नजर दिने रिस्पेक्ट अनि ऱ्यापरहरूले पनि अडियन्सहरूले पनि अनि उसलाई हेर्ने नजरै फरक थियो सायद। त्यो बेला सुन्ने अडियन्सहरूलाई थाहा होला होइन कस्तो कस्तो नजरले हेरिन्थ्यो भिटेन। अहिले चाहिँ टपमा बसेछ ऊ होइन, सबले फोडेर सब ब्याकल्यासहरूलाई बाल नदिएर उसले टपमा बसेर प्रुभ गरेर देखाइदिएछ। सायद अब चाहिँ भिटेनले जे गर्छ फर्स्ट टाइम इन नेपाल, सायद युएस टुर नि हो त्यो चाहिँ मलाई थाहा छैन होइन, जे गर्छ उसको चाहिँ फर्स्ट टाइम इन नेपालवाला सिन छ क्या। अब चाहिँ मतलब त्यस्तो लेभलमा पुगिसक्यो त्यो मान्छे, बााउन्ड्री तोडिसकेको छ होइन। अनि आफूले बनायो बाटो भन्ने कुरा हो, किनभने उसलाई हेर्नलाई त कोही थिएन नि त। उसले जुन अलि जे गरिरहेको छ त्यो पहिला कोही ऱ्यापरले गरेकै थिएन नि त नेपालमा, उसले चाहिँ त्यो गरिराखेको छ। त्यस्तो देख्दा चाहिँ मलाई एउटा बिगेस्ट मतलब के एउटा मजाको एउटा के अब मलाई भिटेनबाट आशा छ होस् भन्ने चाहन्छु म चाहिँ। त्यो चाहिँ के भने एउटा बाबा इन्टरनेसनल फिचर हेर्नु मन छ। सायद यो युएस टुरमा पनि को ऱ्यापरलाई भेट्या भने चाहिँ मैले हल्ला खल्ला सुनेको थिएँ भिटेनको होइन म युएसमै। तर खै त अस्ति लास्ट टाइम आएको त्यो हो कि मलाई अलिक चलपल नामवालैसित हेर्नु मन छ, किनभने भिटेनले गर्छ जस्तो लाग्छ मलाई होइन। किन उसको रिच नै त क्रेजी छ नि, त्यही भएर सायद युएस होस् चाहे इन्डियाकै ऱ्यापर होस् है, मलाई त एउटा एकदम एकदम मन छ। किनभने चाहिँ त्यो पनि फर्स्ट टाइम नेपाल हुनेवाला छैन, किनभने अलिक भिटेनले चाह्यो नि टप लेभलकै ऱ्यापरसँग फिचर गर्न सक्छ जस्तो लाग्छ मलाई चाहिँ होइन।